किंवदन्ती अनुसार 1575 भन्दा अगाडिको कुरा हो। यो मेरो हजुरबा धने कामीले मलाई पस्टाउनु भएको कुरा हो र यो विनाशकारी राक्षसले अजिङ्गरको रूप धरी पूर्वपट्टिबाट पश्चिमपट्टिबाट हात्तीको रूप धारण गरेर बन्नीपुर मास्न भनेर अघि बढ्दै डुम्रेबाट 1 किलोमिटर करिब बन्दीपुर हिँडेर जाने बाटोको दाहिनेपट्टि पुग्दा खड्कदेवीलाई थाहा भएर खड्कदेवीले यसलाई वध गर्नुभएको छ र आमालाई 3 ठाउँमा काट्नु भएको छ, टाउको र भुँडी पुच्छरतिर र ज्यानमा पनि तरवारले कोर काट्नु भएको छ, यता काट्नु भएको छ र छोरालाई चाहिँ 2 ठाउँमा काटेको छ र 2 ठाउँमा छोरालाई काटेको छ र यसले गर्दाखेरि यो खड्कदेवी चाहिँ एकदम शक्तिशाली भगवान रहेछ भनेर त्यहाँबाट पूजाआजाको पहिला कामीले मात्रै गरे पनि पछि 3 जाति पुजारीहरू 1800 पहिला कामीबाट मगरलाई मात्रै राखे, मगरपट्टिबाट फेरि पछि बाहुनलाई चाहिँ 1885 देखि बाहुनलाई नित्य कर पूजा गर्न भनी राखेको हुनाले यो खड्कदेवी महाशक्तिवान भएको हुन प्रमाणित हो।